हेलो नमस्ते साथीहरू, आजको मेरो यो युट्युब च्यानल वर्ल्ड लभ लाइफको भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको हाम्रो विषयवस्तु छ प्राकृतिक सौन्दर्यता र हाम्रो मानवीय व्यस्ततापन। आजको यो व्यस्त जीवनमा प्रकृतिले ठूलो भूमिका खेलेको छ। हामीले समयमै प्रकृतिको संरक्षणतर्फ ध्यान दिएनौं भने यसले ठूलो समस्या उत्पन्न गर्न सक्छ, जस्तै जलवायु परिवर्तन, वायु प्रदूषण, जैविक विविधताको विनाश जस्ता प्राकृतिक विपत्तिहरू उत्पन्न गर्न सक्छ। प्रकृति आफैमा अनुपम सुन्दर छ। ऊ निरन्तर सृजनशील र उसले बनाएका प्रत्येक दृश्यहरू अलग र मनमोहक छ। प्राकृतिक तत्त्वहरू जस्तै झरना, पहाड, वन, फूल, पंक्षी, नदी आदि यिनीहरूले हाम्रो जीवन रमणीय, सजीव र सुन्दर बनाएको छ। तर यस सुन्दर प्रकृतिको गोरेटोमा आजको मानव जीवन दौडधुप र प्रतिस्पर्धाको भुमरीमा अल्झिएको अनुभव भएको छ। तर प्राकृतिक सौन्दर्यताले मानिसको जीवनमा, मनमा शान्त दिन्छ, सृजनशीलता बढाउँछ र मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ। मानव जीवन र प्रकृति एक अर्कासँग अटुट सम्बन्ध छ। प्रकृतिले मानिसलाई जीवन दिन्छ। हावा, पानी, खाना सबै प्रकृतिबाट प्राप्त हुन्छ। तर जब मानिसले प्रकृति उपभोग मात्र गर्न खोज्छ तर उसको संरक्षणतिर ध्यान दिँदैन, तब समस्याहरू उत्पन्न हुन्छ। यदि हामीले प्रकृतिसँग मिलेर बाँच्न सिकेन भने भविष्य अन्धकारमय हुन सक्छ। मानिसले प्रकृतिको काखमा फर्किनुपर्छ, त्यसको सुन्दरता महसुस गर्नुपर्छ र त्यसलाई बचाउनुपर्छ। सीमित स्रोतहरूको दुरुपयोग नगरिकन प्रकृतिको संरक्षणमा लागेमा मात्र हामी सुसङ्गत जीवन बिताउन सक्षम हुन सक्छौँ। आजको तीव्र जीवनशैलीले मानिसलाई थकित बनाइरहेको छ। यस्तो अवस्थामा मानसिक शान्तिका लागि मानिसलाई फुर्सद चाहिन्छ, जुन प्रकृतिले दिन सक्छ। प्रकृति हाम्रो जीवनको अभिन्न अङ्ग हो र मानव जीवनको असली सार प्रकृतिको समापितमा लुकेको छ। आज हामी प्रविधिको सहारामा अघि बढिरहेका छौँ, तर यो प्रविधि पनि तबसम्म मात्र उपयोगी हुन्छ जबसम्म हामीले प्रविधिको अस्तित्व जोगाइराखेका हुन्छौँ। तीव्र गतिमा अघि बढ्ने यो दौडधुप जीवनमा हामी कहिलेकाहीँ थोरै समय लिएर प्रकृति हेर्ने गरौँ। यो प्रकृति जसले हाम्रो जीवनको आधार निर्माण गरेको छ, जसले हाम्रो थकित मनलाई पुनः ऊर्जा दिन्छ र जसको संरक्षणमा हाम्रो भविष्य निर्भर छ।